Well, hello and namaste. Welcome to the day 2 of trek to पाँचपोखरी. आज चाहिँ हामी अहिले टुपी डाँडा भन्ने ठाउँमा छौँ. अब 6 बजे बिहानको 6 बजे निस्किने भने चाहिँ केटाहरूले अहिले 6:30 भइसक्यो. उठ्या पनि छैनन् अझ. हामी दुईजना मात्र उठेका छौँ. अनिस र म मात्र उठेका छौँ. बाँकी केटाहरू अझै सुतिरहेछ. अब यहाँबाट चियासा खाएर चिया अन्डा चना खाएर निस्किन्छौँ. कतिखेर पुग्ने हो केटाहरू ठेगानै छैन. होटल खाली भइसक्यो. यो 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 सब होटल खाली भइसक्यो. यहाँ मात्र बाइक छ. अब लो अब हामी चाहिँ त्यही हो, चियासा खान्छौँ, निस्किन्छौँ. कहाँ पुगेर अब खानासाना खाइन्छ. 11 बजीतिर कहाँ पुगिन्छ होइन. लो टुप्पी डाँडा भन्ने ठाउँ चाहिँ यस्तो छ. सब जस्ताले बेरेको होटलहरू. हामी बसेको चाहिँ यहाँनिर लाली गुराँस होटल. लो अब हामी चाहिँ लाग्यौँ टुप्पी डाँडाबाट हिँड्न थाल्यौँ. अब कहाँनिर पुगेर खाना खाइन्छ होला है. ए त्यो अघि त्यो दाइहरूले चोकड डाँडा भन्थे. त्यहीँनिर हुन्छ होला सायद. रातो माटे पछि चोकड डाँडा आउँछ अरे. अनि सायद अब त्यही गरेर खानासाना खाइन्छ होला. 6 बजी हिँड्ने भने केटाहरू 8 बजे 6 बजे हिँड्ने भने 8 बज्यो केटाहरू. हो केटाहरू यो ढिला उठ्ने केटाहरू. यो ढिला उठ्ने केटाहरू. यो ढिला उठ्ने अनि उहाँ चाहिँ ढिला तर्फे जाने सबसे अन्तिममा पाइखाना जाने दाइ हुनुहुन्छ. त्यसले गर्दा मेरो आफ्नो ढिला भयो. मिठाई हाँ मिठाई खाना नि फेरि सुङ्नी हो. के हो यो? सुङ सुङ्नी What is this man? What is this? के हो यो? यो चाहिँ खानी के हो? मेरो हात अलि नाजुक छ क्या फोनले गर्दा. ल ल ल भइहाल्यो नि. ठिक छ, धन्यवाद. तपाईँहरूलाई कति बेर लाग्यो? हामी नि त्यस्तै हो. हामी त बिस्तारै हिँड्ने. 12 घन्टा. बिहान ऊ त्यो अगाडिको होटलबाट हिँडेको. बेलुका पुग्यो भने माथिको होटलबाट. माथिको अगाडिको ए हिँडेको. बेलुका उहीँ पुग्यौँ 6:30 पौने 7. हामीलाई त छिम्टीबाट यहीँ टुप्पी डाँडा आउन त कति घन्टा लाग्यो? 4 घन्टा 4.5 घन्टा जस्तो लाग्यो. लाग्छ उकालो छ नि त. चिम्टीबाट यहाँसम्म अँ त्यसो भए त्यही हामीलाई लाग्यो जस्तै टाइम हो तपाईँहरू. हो 12 घन्टा जति भन्नुभयो. 12 घन्टा त्यस्तै. ल ठिक छ. कति बज्यो अहिले? 8 बज्यो. 8 बज्यो. भनेपछि अब बेलुकाको 8 बजी पुगिन्छ ल. 2 घन्टामा एउटा ब्रेक. 2 घन्टामा एउटा ब्रेक. आम्मा यो पुरा त्यो टिकट काटिदिए जस्तो हुन्न आज त. अब खाना नखाउन्जेल के अरे खाना खाने ठाउँ नआउन्जेलसम्म नो ब्रेक. नो ब्रेक. बट्टाबट हिँड्ने है केटा हो. कपुर सुङ्गे हिँड्दैम है. कपुर कुन कपुर? रणवीर कपुर, अनिल कपुर. अनिल कपुर पऱ्यो यो. अनिल कपुर पर्यो. सुरुवातमै उकालो रहेछ यार. हेत्तेरिकी सुरुमै त पिचको बाटो बनाइन्छ है. त्यसको बाटो नभए सम्म बाटो आइदियो त हुन्थ्यो त. ट्रेकिङ आएको हुनेछ उनीहरू पिचको बाटो छैन. ब्याग त यार त्यो इनर्जी ड्रिङ्क राखेर क्या भारी लागिएर यार. बाहिर नदिने. यहाँनिर छ पाँचपोखरी. यहाँबाट त नजिकै देखिँदो रहेछ.
अब अहिले भर्खरै हामी बसेको होटलबाट 1 किलोमिटर जति हिँड्यौँ तङ्गु खर्क भन्ने ठाउँमा आइपुग्यो यहाँबाट के फोटो पक्नु कसको फोटो खिच्नु पक्नु होइन तङ्गु खर्क भन्ने ठाउँ आइपुग्यो अब यहाँबाट कति किलोमिटर 9 किलोमिटर छ होला नि यहाँबाट तल म्यापमा त त्यही देखाएर दिएको 9 किलोमिटर जति देखाएर दिएको यहाँबाट 9 किलोमिटर जति हिँडेपछि ठ्याक्क 5 पोखरी पुगिन्छ हामी चाहिँ अहिले कहाँदेखि अरे लौरी बिसाउनेदेखि लौरी बिनादेखि हिँड्दैछौँ मस्त हिउँ परेको छ हाम्रो यहाँ लुगामा अहिले 5 पोखरी पुगुन्जेलसम्म त पुरा जिउभरि नै भइसक्छ होला सायद पानी चाहिँ रातिदेखि परिरहेको थियो अनि हिउँ चाहिँ भर्खर पर्न थाल्यो यहाँ हिउँ देखाइसकेँ त मैले तेरो हिउँ हेर न ल तेरो ड्रेसमा देखाइदिएन हिउँ यहाँनिर माथिको काँधको देखाइदिए काँधको देखाएर पछाडि देखाएर ल ठ्याक्कै काँधमा मात्रै क्या फेरि रियल हो एआई भन्छन् ल एआई भन्नाले रियल है एकदम प्योर यहाँ बोरा देखाउनु पर्यो रे बोरामा त झन् टन्नै ल नक्कली चाहिँ होइन है यहाँनिर अलि हामी अल्ट्रा वाइडबाट हेरौँ ल पुरै ल कति हेर्ने हिउँ कति हेर्ने होइन 75 सालपछि 75 एआई होइन है यो यहाँ एआई होइन है बिग्रिन्छ एआई हो भने बिग्रिँदैन है यसरी हामीले एआई चलाउनु नै हुँदैन यस्तो प्योर तरिकाले ल एकदम प्योर तरिकाले तलतिर चाहिँ सायद परेको होला सायद पुरै बादल लागिरहेछ यहाँ चाहिँ पानी कम अनि हिउँ चाहिँ अलि धेरै नै परेको छ अहिले चाहिँ अघि न चाहिँ पानी धेरै हिउँ कम भइरहेको थियो मस्त माथि 5 पोखरी त अहिले हिमाल जस्तै भयो होला है यहाँ नै यति आइसक्यो हिउँहरू टन्नै भइसक्यो यहाँनिर मस्तको हिउँ परिरहेको छ अहिले हामी चाहिँ अहिले यहाँ ओडारमा आराम गरिरहेछौँ यस्तो हिउँ परिरहेको यहीँ यस्तो हिउँ छ यहाँनिर कस्तो लागिरहेछ त अहिलेसम्म एकदम रमाइलो छ होइन आउनुपर्छ छिटाउनुपर्ने ठाउँ हो मेरो मुखबाट के शब्द निस्किनु होला मस्त हिउँ परिरहेछ टन्नै छ क्या हिउँ त हामी अब त महिनापछि केपम्यान भन्छ होला फोकस करले भाइ फोकस करले वाटरप्रुफ ज्याकेट लिएर आउँछ तातो पनि वाटरप्रुफ हेर्नु त्यतिकै कम वाटरप्रुफ सही हुन्छ भने त्यति एउटा ल्याउनु पाएको भिजिसक्यो यार मेरो भित्र के वाटरप्रुफ होइन होइन नि केही टाइमसम्म मात्र अलिकति दिन्छ त्यसपछि धेरै बस्यो नि भित्रै जान्छ मेरो पनि त्यस्तै हो अहिले यहाँ भित्र भिज्नु थालिसक्यो भित्रै पुगिसक्यो भित्रको ज्याकेटबाट पनि अनि चाहिँ ल
अब ठ्याक्कै यो गुम्बा पछाडि छ अरे 5 पोखरी आइपुग्यो। यस्तो हिउँ नै हो भएको बेलामा ठ्याक्क टाइममै आएछौँ हामी चाहिँ। ल अहिले चाहिँ यसरी उडेर चाहिँ पानीले सब भिजिरहेछ। रेनकोटै नलिकन आएको बेकारमा भएछ। अबको बसोबास अब कहाँसम्म भ्याइन्छ केटाहरूले हिँडेर त्यहीसम्म गर्नु पर्ला। चौचो खाएको नर्समपाटी हुन्छ। अब बेलुका मिल्छ भने अझ सकेसम्म तलको टार्गेट गरौँ होइन। हिँड्दैछौँ बेलुकातिर 5 बजेसम्ममा जहाँसम्म पुगिन्छ होइन। तेरो अब होटल पाउने ठाउँ कहाँसम्म पुगिन्छ त्यहीसम्म पुग्ने अनि बस्ने, राति नहिँड्ने। अब ल यो 5 पोखरी मध्येको एउटा पोखरी। हाम्रो एउटा मित्र प्लास्टिक उडेर यसरी हिँडिरहन्। हात खोइ त मित्रको हात है है। दसैँपछि भन्छ म चाहिँ खास पोखरी हेर्ने हिसाबले आएको। हेर्नुहोस् मलाई यिनीहरूले पोखरी देखाउँछ भने ल्याए। आखिर यिनीहरूले मलाई बर हिँडाए, म घाइते भएँ। अब उपचार खर्च मलाई चाहियो। मलाई घरसम्म सकुशल लाग्नु पर्यो। पोखरी हेर्न आएको हेर्नै मात्रै पर्ने। ल ए पानीसँगै हिउँ पनि परिरहेछ यार। हिउँ मात्रै पऱ्यो भने हुन्थ्यो नि। सब भिजिसक्यो यहाँ, लुगासुगा सब भर्खरै तताएर आएको नि। यो उको ठाउँ, यसको यो ठाउँ, यो पोखरीको नाम भैरवकुण्ड। अब यस्तै अर्को 5वटा छ, 4वटा छ। यो एउटा भयो होइन। पुरै हिमालमै आएको जस्तो छ। ल हिउँ नै हिउँ। हिउँ पग्लेर आएको पानी हानि यो त। यो के खिचिरहेको कस्तो डाको भगमा यसो सिनेमेटिक हाल्न काम लाग्छ नि लाग्यो तर आजको हाम्रा 5 पोखरीको यात्रा चाहिँ यहीँ सकिन्छ। खासै मौसमले गर्दाखेरि खासै राम्रोसँग खिच्न पनि पाइएन। एक त मेन क्यामेरा ब्याट्री सकेर अफ नै भएको थियो। बसेको होटलमा बत्ती पनि थिएन, चार्ज नै गर्न पाइएन। अनि अहिले मोबाइलबाट बनाइरहेको छु। एउटा लास्ट एन्ड चाहिँ एउटा गरिदिउँ भन्ने हिसाबमा मोबाइलबाटै गरिरहेको छु। हिउँहरू पनि छैन अहिले, यसमा सकिसक्यो। डाँडामा अलिकति बाँकी रहेछ हिउँहरू, नत्र छैन। ल कस्तो सोचेर आइएको थियो भिडियो बनाउँला भनेर, खासै राम्रोसँग केही बनाउनै पाइएन। गाडीमा पनि गाह्रो भएर बनाइएन। त्यसपछि अलिअलि बनाइएको थियो। पछि मेन क्यामेराको ब्याट्री सकेपछि चार्ज गर्ने ठाउँ भेटिएन। होटलमा बत्ती छैन। यहाँ माथि 5 खालमा पनि बत्ती रहेन, के अरे 5 पोखरीको होटलमा पनि बत्ती रहन्छ खाना खाएको ठाउँमा पनि। त्यही भएर अब यति नै 5 पोखरीको यात्रा है त। बाई बाई।